माथि हेर न यहाँ सानो सानो खाल लड्दैछ ऊ झ्याना भनिन् न त्यहाँ सानो म हिजो नौसानो बरफमा माथि बुढा हात राख्नु मिलेन त्यहाँ भाँडो थियो एउटा यो हाम्रो पराजुलीको कुल पूजाको लागि जाँदैछौँ। सबै आफ्नो आफ्नो ठाउँमा सबैले कुलाइन पूजाको तयार भइरहेछ। ल भिडियो बनाउँदैछौँ कि मलाई लगाइदिनु अब 2 घन्टासम्म सबै ल गीत गाउने के गर्ने गर्नु। सुरु भयो।
आज पराजुली बन्धुहरू भएर हामी चाहिँ ढोका साथ कति रमाइलो लाग्छ यहाँ आउनु छोड्नु व्यवस्थित गर्नु अब धेरै टाढा पूजा भए पनि आफ्नो घरमा आउनु पर्छ सबै दिदीबहिनी दाजुभाइ जम्मा भइयो हाम्रो भिडियो गर्ने छोरालाई झक्कले छोरो दिनु होला झक्कले बोके ल्याउन भगवान कुल दियो त फेरि 3 वर्षमा पुज बनाइ भनेर भगवानले रक्षा गर्छ त्यही भन्छ खालिन पाम झक्कले अर्को चोटी भगवान झक्कले भोलिन पाम भगवान भगवान अब मेरो कान्छा छोरालाई पहिला थोरै पानी झैँ पार्ने नि तपाईँले उता पार्नुहुन्थ्यो नि त्यत्रा डिया पारिन्थ्यो बाबु कपार क्यार्ने यसरी नै पार्नुहुन्थ्यो ठेकै लिएर मैले भिडियो बनाएको छु है यो सोसलमा पढाउनु पर्दाखेरि काम लाग्छ कि 9, 10 मा सोसल छ यसरी मै पारिन्छ बाबु यस्तो हुन्छ ठेको अरे त्यो मधेसीकाले के बुझ्छन् न भन्ने यो मै पारेको कसले ए अरे बलेवाका काला भैरव बलेवाकै शिरमा बलेवाका काला भैरव बलेवाकै शिरमा कुनै मान्छे खुसीमा भेटी फुल चढाउँछु देवी देवतालाई संसारमै रोजेको तिमी एउटालाई सुन्यौ तिमी एउटालाई भेटी फुल चढाउँछु देवी देवतालाई संसारमै रोजेको तिमी एउटालाई सानो तिमी एउटालाई नजर जुझ्यो पहिला थोरै पानी झैँ पार्ने नि तपाईँले उता पार्नुहुन्थ्यो नि त्यत्रा डिया पारिन्थ्यो बाबु कपार क्यार्ने यसरी नै पार्नुहुन्थ्यो ठेकै लिएर मैले भिडियो बनाएको छु है यो सोसलमा पढाउनु पर्दाखेरि काम लाग्छ कि 9, 10 मा सोसल छ यसरी मै पारिन्छ बाबु यस्तो हुन्छ ठेको अरे त्यो मधेसीकाले के बुझ्छन् न भन्ने यो मै पारेको कसले ए
कुलायन पूजाको तयार भइरहेछ। ल भिडियो बनाउँदैछौँ कि मलाई लगाइदिनु त। 2 घन्टासम्म सरी सबै गयो। माथि हेर न यहाँ सानो सानो लड्दैछ ऊ झ्याना भनिदिनु न त्यहाँ सानो म हिजो नौसामा बराबर माथि गुडा आएर मिलेन त्यहाँ भाँडो थियो एउटा देवराज सेव्यमान पावनाग्रि पंकजं ज्ञानयज्ञ सूत्रमिन्दुशेखरं कृपाकरं नारदादि योगी वृन्द वन्दितं दिगम्बरं काशिकापुराधिनाथ काल भैरवं भजे। हे भगवान भन्नुहुन्छ आफ्ना पितृ आफ्ना कुला उनको नाममा बत्ती बाल्न कहिल्यै नि नभुला। हे लक्ष्मी कहाँ छिन् भन सरस्वती कहाँ छिन् जसको घरमा धर्म कर्म उतै बस्दछिन्। लक्ष्मी कहाँ छिन् भन सरस्वती कहाँ छिन् जसको घरमा धर्म कर्म उतै बस्दछिन्। लक्ष्मी कहाँ छिन् भन सरस्वती कहाँ छिन् जसको घरमा धर्म कर्म उतै बस्दछिन्।